अघि चाहिँ मैले काँचो माछा खान्छु भनेको थिएँ होइन। अब चाहिँ साँच्चीकै पकाउँदैछु मैले होइन। हेर्नुहोस् है त, म तपाईँहरूलाई देखाउँछु मैले कसरी पकाउँछु होइन। सबै कुराहरू देखाउँछु है त, आउनुहोस् हेरौँ। मैले केही पनि गरेको छैन होइन। सिम्पल यसमा चाहिँ के गरेको छु भन्दाखेरि यसमा सिम्पल मैले अलिकति तेल मिक्स गरेको छु। तेल अनि हल्का बेसार अनि हल्का मसलाहरू अनि अलिकति नुन अनि हल्का खुर्सानीको धुलो त्यति मिक्स गरेको छु है मैले, अरू केही पनि गरेको छैन। मैले चाहिँ जस्ट फ्राई गर्दैछु है। यस्तो छ, फ्राई गर्दैछु। यसलाई मैले चाहिँ बाहिर निकाल्छु है। यो चाहिँ मैले बाहिर निकाल्छु है त। यसमा राख्छु मैले निकालेर। प्याज फ्राई गर्छु, टमाटरलाई पकाउँछु, जिराको धुलोहरू हाल्छु होइन। जिराको धुलोहरू हाल्छु मजाले। अब मेरो आफ्नै स्टाइलमा हल्का पानी थप्छु म यसमा चाहिँ होइन, किनकि मलाई ग्रेभी चाहिएको छ नि त होइन। ग्रेभी चाहिँ यसमा हालिदिन्छु है। यसमा हालेर अब यसलाई चाहिँ म अलिकति हल्का टेम्परेचरमा पकाउँछु, किनकि यो अलरेडी पाकिसकेको छ। यो मिक्समा गर्ने मात्रै हो होइन। म यसको टेम्परेचर बताइदिन्छु है। मिटमा राख्छु म। त्यसपछि धनिया राखिदिन्छु होइन प्यानलमा। बस मलाई चाहिँ अलिकति हरियो मनपर्छ, धेरै म अलिकति चाहिनेभन्दा धेरै नै राख्छु धनिया चाहिँ होइन, किनकि त्यस अनुसार उसमा हुन्छ भनेर है। यस्तो अनि यसलाई चाहिँ कति गरिसके पछाडि केही बेर छोडेर राखिदिनु होइन, केही 1 मिनट अथवा होइन। रेडी अब रेडी भयो। अनि अर्को कुरा, दिदी बहिनीहरू दाजुभाइहरू के कुरा पुगेन है, मैले कसरी पकाउनु पर्थ्यो, के भएन, सजेसन दिनुहोस् है, सुझाव दिनुहोस् है। किनकि मैले त्यति पकाउन आउँदैन, काम चलाउ मात्रै हो। अरू पनि के गर्दा बेटर हुन्छ होइन, त्यसको लागि सजेसन दिनुहोस् है त। ओके, बाइ बाइ।